जसरी यो रूपन्देही जिल्ला अदालतको परिसरबाट हामी तपाईँलाई प्रत्यक्ष लाइभमा देखाइरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ हजारौँको सङ्ख्यामा रासोपा समर्थकहरू यति बेला यहाँ आइरहनु भएको छ खुसियाली मनाउनको लागि। रवि लामिछाने रूपन्देही जिल्ला अदालत प्रवेश गरिसक्नु भएको छ। पार्टी सभापति आउने क्रम छ भने कार्यवाहक सभापति नमस्कार, यति बेला हामी टिपी अर्यालज्यू चाहिँ अदालत परिसरभित्र आइसक्नु भएको छ भर्खरै। यहाँ समर्थकहरूको व्यापक उपस्थिति भइसकेको छ र सुरक्षाकर्मीहरूलाई यहाँनिर व्यवस्थापन मिलाउन पनि हम्मे परेको देखिन्छ। जिल्ला अदालतको गेटमा हजारौं अहिले खुसियाली मनाइरहेको अवस्थामा जिल्ला अदालत रूपन्देहीको जिल्ला अदालत परिसरको अगाडिपट्टिको दृश्य हो। अब लगभग रवि लामिछानेज्यूको आगमन यहाँ हुन आँटिसकेको सूचना पाएका छौँ। सुरक्षाको कडाइ गरिएको छ। दर्शकबिन नमस्कार, यति बेला हामी रूपन्देही जिल्ला अदालतको परिसरबाट प्रत्यक्ष लाइभ मार्फत हामी तपाईँहरूसँग जोडिएका छौँ र भर्खरै रासोपाका सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालत प्रवेश गर्नुभएको छ। भर्खरै बेलुकाको साढे पाँच भइरहेको छ र तपाईँले हेर्न सक्नुहुन्छ रवि लामिछाने भित्र प्रवेश गरे लगायतै यहाँ चाहिँ हजारौं सङ्ख्यामा रासोपा समर्थक युवाहरू खुसियाली मनाउनको लागि उहाँहरू गेटमा बसेर नाराबाजी गरिरहनु भएको छ। रवि लामिछाने हाई हाई भन्दै चाहिँ उहाँहरू चाहिँ नाराबाजी गरिरहेको अवस्थामा हामीले तपाईँलाई देखाउन सक्छौँ। र यति बेला हामीले यो रूपन्देही जिल्ला अदालतको परिसरको यो भित्रको दृश्य हो जुन हामीले तपाईँलाई देखाइरहेका छौँ। र तपाईँले हेर्न सक्नुहुन्छ यहाँ सुरक्षा कडाइ पनि एकदम गरिएको छ। यो एउटा देशको पछिल्लो स्थापित राजनीतिक दलहरूले आम जनताहरूलाई वाक्क दिक्क बनाइसकेपछिको एउटा भाइलेन्ट हो यो होइन। यसलाई रेभुलेसन भनौँ, यो एउटा क्रान्ति पनि हो। किन भन्दाखेरि आजसम्म जनताहरू कोही जनताहरू पनि कोही नेताहरूको लागि भनेर यसरी आफ्ना नेताहरूको लागि भनेर काहीँ अदालतमा काहीँ प्रहरी परिसरको अगाडि यसरी नारा जुलुस गरेको देखिएको थिएन। तर अहिले हामी देख्न सक्छौँ रासोपाका सभापति श्री रवि लामिछानेज्यूको लागि भनेर जुन आम नागरिकहरूमा यो एउटा जुन स्वर गुन्जिरहेको छ, रवि आऊ देश बचाऊ र के अरे हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै यो हो अदालत परिसरभित्र हो। रूपन्देही जिल्ला अदालतको परिसरबाट तपाईँसँग प्रत्यक्ष लाइभ मार्फत जोडिएका छौँ। तपाईँले यो भिडियो कहाँबाट हेरिरहनु भएको छ, भिडियोलाई सक्दो सेयर गरिदिनु होला। रवि लामिछाने रूपन्देही जिल्ला अदालत प्रवेश गरिसक्नु भएको छ र त्यो कानुनी प्रक्रिया सकेर उहाँ चाहिँ बाहिर निक्लिनुहुन्छ। एकछिनपछि यति बेला 5:30 लगभग 5:45 बजिरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो राजीव खत्री पनि आउनु भएको छ। राजीव खत्री यहाँ देख्नु भएको छ। राजीव खत्री पनि आउनु भएको छ। र यति बेला रासोपा अहिले बुझ्नु आए अनुसार कुनै अन्य गेट प्रयोग गरेर रवि लामिछानेलाई भित्र लगिया हो कि भन्ने शङ्का पनि देख्न सकिन्छ। यहाँ बाहिरको अवस्थालाई प्रहरीले कन्ट्रोल गर्न नसक्ने भएपछि
व्यापक मिडियादेखि लिएर व्यापक आम नागरिकहरूको कोही मान्छे एउटा नागरिक जसलाई चाहिँ न कुनै राजनीतिक दलसँग कुनै वास्ता थियो न केही थियो, तथापि पनि यस्तो नेता हामीले फेरि हाम्रो देशमा पाउँदैनौँ भन्ने जुन एउटा विश्वास लिएर, जुन एउटा उहाँहरूप्रतिको एउटा माया, एउटा उहाँप्रतिको एउटा स्नेह लिएर यहाँ उपस्थित हुनुभएका छन्। उहाँहरूलाई पनि एकदम हार्दिक नमन गर्न चाहन्छौँ। साइन गर्न त कति